हेलो अहिले चाहिँ आज इभिनिङ चाहिँ गाउँमा बस्ने प्लान गरेछ सो वी आर एट हाम्रो टासी भाइको होटलमा रोयल मिसन घाम चाहिँ अस्ताइसकेको छ ओ तर चिसो चाहिँ चिसो रहेछ एकदमै ल तर भ्यू चाहिँ मजाको छ है ल तिमीलाई देखाउँछु ल केटा लुक एट द भ्यू है है भ्यू है सनसेट भएछ तर मजाको छ ल यो चाहिँ बाटो यहाँ चाहिँ अघि हामी माथि हिँड्नु गएको एकदम सासा भएर अलिक आधी बाटो फर्किनु पर्यो लास्ट हुन्डे एयरपोर्ट अब चाहिँ यसो फ्रेसन अप गरेर अलिकति वार्मअप गर्ने प्लान छ है गुड मर्निङ केटाहरू है बिहान बिहान सबरी looking at the mountain view, right from the patio, Zhalaks here. Early morning, pura sunrise bhara, mali himalma अहिले मरा मेरो दोस्त all the way from Dallas. बिहान सबैले black coffee with an excellent view and tea. With the tea, Good morning. All the way from Dallas to Manang. Only 12,000 feet. With Annapurna one in the background. Biana tata chia khara. Annapurna 3 हो. Annapurna 3 हो. चिया खाएर केटाले मनाङको चिसो खाएर नाकले सिसी भएर छ स्टिल लुकिङ कुल है ल मना ल तिम्रो बुढाले जस मेरो गाउँको हिमाल र चिसो चाख्न पाइयो ल है अहिले मर्निङ बिहान सबरी हामी यस्तो गाउँको गल्लीहरूमा घुम्दैछौँ साथमा मेरो दोस्त है बुढी मैचा यता चाहिँ मेरो सानो कुटी छ एकछिन पछि देखाउँला है ल है अब चाहिँ सो अलि हिँड्दै गाउँको गल्लीमा यहाँ सानो स्तूप छ त्यहाँबाट चाहिँ पुरा पानी पहिलाको पानी आउँछ हो त्यहाँबाट चाहिँ अहिले हामी गाउँको गुम्बा दर्शनतिर लाग्दैछौँ सो स्टे विथ अस है गाउँको गुम्बा त्यहाँबाट चाहिँ माथि स्टेयर्सहरू छ भरे भए पनि जाउँला हामी ल है ल केटाहरू हेर ब्युटिफुल माउन्टेन भ्यू गुम्बा नयाँ गुम्बा Good morning guys है बिहान हामी उठेर यसो अलिकति गुम्बाको गाउँको यसो टुर गर्दै लागेछौँ सो वी गोना बी हेडिङ टु अहिले पहिला गुम्बा दर्शन गर्ने
And then त्यसपछि यहाँको एकदम फाइनेस्ट भ्यू पोइन्ट्सहरुमा गएर गर्नेवाला छ सो अहिले म चाहिँ यहाँ माथि गुम्बाको एरियामा आइपुगेको छु ल चेक द भ्यू आउट गाइस म्याग्निफिसेन्ट बबालै छ बबाल है ल है गाउँमा आइपुगेको छ हामी ल भ्यू है ल है हामी चाहिँ गाउँबाट है जाँदैछौँ यहाँ मसँग छ मेरो मैया सुजन थापा मेरो दोस्त ल है Now we're headed to Portuche. बाटोमा पुरा याकहरु चढिरहेछ मर्निङ वक गजबै छ अहिले हामी चाहिँ पोर्तुची आइपुग्यौँ नाउल भन्दा अलि माथिको गाउँ हो यहाँबाट पनि भ्यू चाहिँ बबालै छ ल हेर अब चाहिँ we headed a little further यो चाहिँ स्तूपा जाङचु छोटे मेरो दादाले बनाएको यो टाढाको चाहिँ हाम्रो कर्म सन्तलिङ गुम्बा यो चाहिँ हाम्रो मेरो ड्याडको स्तूपहरु माथि छ नाउल भन्दा मेरो 30 मिनेट जति वक प्लस यहाँ मेडिटेसन गर्ने रेसिडेन्ट्सहरु यहाँ चाहिँ म सानो प्रे गर्दै तल चाहिँ मनाङ यो चाहिँ अहिले हाम्रो पुरानो गुम्बामा सो दर्शन र प्रेयर्सहरु गर्दै अब चाहिँ now we headed back to माथि गुम्बा र स्तूपा दर्शन गरेर फर्केर हामी चाहिँ अहिले हाम्रो एकजना भाइको होटलमा they've called us for breakfast अनि ब्रेकफास्ट खान जाँदैछौँ this is a new property मजाको छ Hotel Altitude recently opened so stay tuned guys and let's check this property out hello nani के छ यता आउनु पर्छ नि यो चाहिँ एकदम नयाँ होटल मनाङमा गाउँमा होटल एल्टिट्युडमा ब्युटिफुल प्रपर्टी हाम्रो भाइहरूको मजाको रुमहरु छ ठ्याक्कै मजाको बाहिर प्याटियो सन हेरेर हिमालको भ्यू हेर्दै ब्रेकफास्ट Like early morning coffee with my brothers here. Brother and sister. Brother and sisters, eh? मेरो पुरानो घर है ल देखाउँछु तिमीलाई ल दिस इज माई हाउस चाइल्डहुड घर है ल है एप्पलहरु मजाले फलेछ ल है आफ्नो बारीको एप्पल है ल तिनटा आयो गुड लक बस एउटा टिप हुन तिनटा आयो ल सानो मिनी एप्पल ल है अब चाहिँ we are headed to Kale Darbar area हाम्रो नेम्पी बाबाले छ हामी Kale Darbar आइपुग्यौँ मेरो
दोस्तले पुरा मनाङको भ्यू र हावा इन्जोय गर्दैछ ओके गाइस अब चाहिँ पुरा गाउँको टुर गर्दै यता गले दरबार दर्शन र टुर गरेर इन्जोय गर्दै हामी रिल्याक्सिङ मुडमा अहिले बिहान है नाइस बियर बेबी मेरो बेबी चाहिँ कुक है एकदम हिमालको भ्यू मेरो दोस्त चाहिँ तपाईँलाई चिस्केरलाई है एक सिप ब्रेक हाम्रो अब अहिले चाहिँ यसो बिहान सनराइज हेरौँ भनेको सन चाहिँ माथि नै राइज भइसकेको छ है अहिले तर यहाँ त्यही पनि ल हिमालको टुप्पामा चिसो बियर स्टोरीमा राख्यो भने नेक्स्ट डे आउँदैन है गजब छ है चिसो बियर है फ्रेस माउन्टेन भ्यू देखेर हेरेर हामी ल पछाडि देखिहाल्यो है कोल्ड बियर राइट इन फ्रन्ट द माउन्टेन